न्यूनदृष्टियुक्तको सन्दर्भमा चाहिँ न्यूनदृष्टियुक्तको सन्दर्भमा सामान्य भाषामा चाहिँ हात यो 20 फिटको दूरीबाट हातको औँला छुट्याउन नसक्ने, यो चाहिँ मान्छेहरूलाई सजिलो बनाउनको लागि पोलिसीमा राखेको क्या, सबैसँग डक्टर त हुँदैन नि त। अनि यो चाहिँ 6/18 को जुन यो स्नेलिङ चार्टको अक्षर, चौथो लाइनको अक्षर, चस्मा लेन्सहरू लगाएर पनि पढ्न नसक्ने व्यक्ति भनेर यसरी क्याटेगोराइज गरेर छ। 3वटा छ, तर युजमा चाहिँ 2 निर्देशिका छ, त्यो पनि हेर्नुहोला। जोडा आवश्यक पऱ्यो भने हामी यो स्लाइडमा पनि दिन सक्छौँ। अनि एकदमै धेरै के राजनीतिक दललाई घाइ गर्न पऱ्यो भने अपाङ्गता सम्बन्धी शब्दहरू यति युज हुन्छ है, त्यस्तो चाहिँ पाइन्छ। तर अब त्यो पनि नभने नेपाली भाषै त्यस्तै छ, के भन्ने त भन्नुहुन्छ एउटा कुरा होइन। जस्तै अब अन्ध सरकार, लङ्गोट सरकार त्यो एकदम कमनली युज गरिरहेको हुन्छ मिडियामा, तर फेरि अपाङ्गता भएको व्यक्तिलाई पनि त्यही वर्ड युज गर्दाखेरि त फेरि त्यो डिस्क्रिमिनेटरी भन्नु, त्यो त्यस्तो टाइपको चाहिँ छ। अनि अर्कोदेखिको चाहिँ डाइरेक्ट वर्डहरू चाहिँ अलिअलि भनी खोजेर गर्न ट्राई गर्नुभएको छ, तर अपाङ्गता भएको व्यक्तिलाई चाहिँ स्टिल दयामुखी रूपमा चाहिँ प्रस्तुत गरिने चाहिँ मैले मिडियामा एकदमै धेरै देखेको छु होइन। अब एउटा इक्जाम्पल दिउँ न, अरू चाहिँ नर्मल ट्युनमा आइरहेको छ भने जब अपाङ्गता भएको व्यक्तिलाई देखाउनु पऱ्यो अनि त्यो टोन चाहिँ त्यो मरेको मान्छेहरू बजाउँदा त्यो गर्दाखेरि बजाउँछ नि टोन हो, त्यस्तो टाइपको एकदमै स्याड मेलाङ्कोलिक एकदमै रुनै मन लाग्ने धुनहरू राखेर त्यो भाइब्स नै त्यस्तो बनाएर एकदम दयामुखी ढङ्गबाट चाहिँ होइन इस्युजहरू उजागर गर्नुपर्छ, तर त्यसलाई अलिकति ब्यालेन्स चाहिँ गर्नुपर्छ होला। अनि मैले अर्को चाहिँ हजुरहरूले के देख्नु भएको छ, पहिलाको कन्टेक्स्टमा अलिअलि चाहिँ चेन्ज हुँदैछ, तर यो सिनियर जर्नलिस्टहरू चाहिँ अलिक पोलिटिकलतिर इन्ट्रेस्टेड हुने धेरै जस्तो होइन। अनि अब अलि भर्खर सिक्दै गर्नुभएको जर्नलिस्टहरूले चाहिँ बल्ल सोसियल इस्यु कभर गर्ने, अनि के बिगारिदिन्छ क्या लेख्दाखेरि त्यस्तो भइरहेको चाहिँ पाउँछु मैले। अनि मिडियामा चाहिँ अपाङ्गता भएको महिलाहरूको आवाज प्रतिनिधित्व चाहिँ अलिक कम छ कि जस्तो लाग्छ। अब मिडियामै अपाङ्गता भएको महिलाहरू डाइरेक्टली इन्भल्भ भएर काम गर्ने इन्भाइरोमेन्टहरू पनि कम होइन, त्यस्तो खालको चाहिँ इन्भाइरोमेन्ट मैले देखेको छु। अनि अर्को चाहिँ अपाङ्गताको सवालमा बाहेक अरू इस्युमा चाहिँ अपाङ्गता भएको व्यक्तिहरूको आवाज चाहिँ अलिक कम हुन्छ कि। जस्तै अब एडभर्टाइजहरू नै देखाउँदाखेरि अपाङ्गताकै छ भने चाहिँ अपाङ्गता देखाउनुहुन्छ, तर अरू कुरामा पनि अपाङ्गता त सोसाइटीकै पार्ट हो नि त होइन। जस्तै के साबुनको एडभर्टाइज होला, के अरू केहीको एडभर्टाइज, जेमा पनि अपाङ्गता भएको व्यक्तिहरू देखाउन सक्यो नि त, त्यसमा चाहिँ कहिले अपाङ्गता भएको व्यक्ति देखाइँदैन, अपाङ्गताकै इस्यु छ भनेमा चाहिँ देखाउने गर्दाखेरि पनि हाम्रो मिडियामा भिजिबिलिटी चाहिँ कम भएको कि। अनि अर्को चाहिँ यो प्रकाशन गरिएको सामग्रीहरू चाहिँ पहुँचयुक्त छैन होइन। मैले अहिले हजुरहरूलाई यही बसाइमा सबै कुराहरू भन्नलाई गाह्रो छ। त्यसै कान्तिपुर मैले जस्ट इक्जाम्पल दिएको है, मैले कान्तिपुर मिडिया चाहिँ अब हेडिङ त्यो हेडिङहरू भनेर यदि समाज अघि सफ्ट थियो नि त, समाजै इन्क्लुसिभ बनाए भन्ने मात्रै थियो भने, अब यदि समाज इन्क्लुसिभ भएन भने मुद्दा लडेर भए पनि तिमीले चाहिँ तिम्रो अधिकार लिनुपर्छ है भनेर चाहिँ यसले अलिकति स्ट्रङली अधिकारको कुराहरू गर्छ है। र लास्टमा धेरै मोडलहरू छ, अर्को इम्पोर्टेन्ट चाहिँ डिसेबिलिटी जस्टिस मोडल भन्छ, अपाङ्गतामा आधारित न्यायमा आधारित हुन्छ। यसले के भन्छ भन्दाखेरि अपाङ्गता भन्दैमा सबैको इस्यु एउटै हुँदैन। जस्तै अपाङ्गताभित्र पनि महिला हुनसक्छ, महिलाभित्र पनि दलित अपाङ्गता भएको महिला हुनसक्छ। अघि हामीले भनेको जस्तै अपाङ्गताभित्र पनि सेतो कार्ड होल्ड गर्ने र रातो कार्ड होल्ड गर्नेको सिभिरिटी फरक हुनसक्छ हो। हामीले चाहिँ त्यो गम्भीरताको आधारमा महिलाभित्र पनि कर्णालीको महिलाको इस्युहरू फरक हुनसक्छ। हामीले त्यसरी चाहिँ यो इन्टरसेक्सनालिटी भन्छ अङ्ग्रेजीमा, नेपालमा अन्तर्क्षेत्रीयता अन्तर्विविधता भन्छ। यो अन्तर्विविधताको इस्युलाई पनि चाहिँ ख्याल गर्नुपर्छ र सबैभन्दा पछाडि जो पाएको छ त्यसलाई चाहिँ अगाडि लिएर गर्ने काम गर्नुपर्छ भन्ने चाहिँ यसरी गर्छ। यो 3टा चित्र देखिया छ, कुन चाहिँ एकदम एक्सेसिबल होला, पहुँचयुक्त कुन चाहिँ नहोला, के लाग्छ हजुरलाई? दोस्रो कति
दोस्रो एक्सेसिबल सुरु पहिलोमा के छ एक समान छ, सबैमा समान छ। दोस्रोमा आवश्यकताको आधारमा भनौँ न होइन, तेस्रोमा ल पहिलो त ठिक भएन, मैले माने दोस्रो र तेस्रोमा ल यो हामीले धेरै युज गरेको चित्र हो, तर मैले अहिले चाहिँ अघि नै भनेको जस्तै पहुँचयुक्तता र रिजनेबल अकोमोडेसन उपयुक्त अनुकूलता भनेको थियो त्यो कन्टेक्स्टमा चाहिँ बुझाउन चाहे। पहिलो त इनएक्सेसिबल पहुँचयुक्त भएन सकिएको होइन कुरो। दोस्रोमा चाहिँ तेस्रो चाहिँ एक्सेसिबल भयो है, सबै संरचना पहुँचयुक्त हुनुपर्छ भन्ने कुरा छ। तर सपोज भएन अरे अहिले जारी छैन अरे भने चाहिँ दोस्रो चाहिँ अकोमोडेसनसँग जोड्न सकिन्छ क्या। जस्तै समानताको आधारमा म कम्तीमा म तपाईँहरूको केही कार्यक्रममा चाहिँ भाग लिन आएँ, तपाईँहरूले हुन त मलाई अनलाइन दिन पर्थ्यो सामग्री होइन, मैले अनलाइन त पढ्न सक्थेँ नि त। के भएर तपाईँहरूले प्रिन्ट मात्रै ल्याउनु भएछ कि प्रिन्ट मात्रै ल्याउनु भएछ अरे, तपाईँसँग अनलाइन थिएन अरे त्यति बेला, अब छैन अरे। अब के गर्ने त मलाई, तिमी अब प्रिन्ट मात्रै छ तिमी जाऊ भन्ने हो त, के गर्ने होला? छैन अरे ल अनलाइनको व्यवस्थै छैन अरे अहिलेलाई, भएन अरे कि त्यो अनलाइन ल्याउने मान्छे कता भेरी गुड। प्रिन्टमा भएको कुरा चाहिँ भन्ने हो, त्यही हो क्या रिजनेबल अकोमोडेसन भनेको चाहिँ। जस्तै टेम्पररी रूपमा चाहिँ कुनै व्यक्तिलाई पार्टिसिपेट हुनबाट वञ्चित नगराउनलाई गरिने प्रयास चाहिँ के भयो त रिजनेबल अकोमोडेसन अथवा चाहिँ उपयुक्त अनुकूलता भयो है। अर्को क्विकली भन्दा हजुरहरूको अफिसमा चाहिँ पहिलो तलामा पनि सिटी छ होइन, तर अपाङ्गता भएको एउटा राम्रो रिपोर्टहरू जस राम्रो मान्छे तपाईँहरूको छ अरे, उसको क्यापेसिटी पनि छ अरे, तर अब हाम्रोमा सिटी छ भनेर सेलेक्ट नगर्न मिल्यो त के गर्ने त? अहिले तपाईँले भवन चेन्ज गर्न सक्नुहुन्छ अरे, भाडामा छ अरे के त्यो भाडाको भवन के गर्ने? एक्सेसिबल त हुनुपर्थ्यो नि त होइन, तर अहिले गर्न सकिएन भने चाहिँ टेम्पररी मेजर के गर्ने होला? अस्थायी टेम्पररी ऱ्याम्पहरू ल्याएर राख्न सक्छौँ नि त होइन, त्यस्तो पाइन्छ कि तिनीहरूलाई। हाम्रो यहाँ नेपालमा पनि कति होटेलहरू एक्सेसिबल पुरै त हुँदैन, तर हाम्रो प्रोग्रामहरू हुने भनिसकेपछि चाहिँ उनीहरूले किन्न पाउने ऱ्याम्पहरू त्यस्तो ल्याएर चाहिँ राख्नुहुन्छ है। हो यो उपयुक्त अनुकूलताको कन्सेप्टले चाहिँ के भन्छ भन्दा एक्सेसिबल चाहिँ हुनुपर्छ, तर यदि अहिलेको कन्टेक्स्टमा चाहिँ कसैलाई एक्सेसिबल नभएकै कारणले चाहिँ हाम्रो वर्क प्लेस एक्सेसिबल छैन, हाम्रो चाहिँ नेपालमा त्यही गर्छ नि। हुन तपाईँ एकदम ट्यालेन्ट हुनुहुन्छ तर हाम्रै एक्सेसिबल छैन, अब तपाईँ हामी राख्न सक्दैनौँ भन्छ क्या। तर के गर्न सकिन्छ होला, के चाहिँ गऱ्यो भने एक्सेसिबल बनाउन सकिन्छ होला भन्ने चाहिँ हामी ट्राई गर्दैछौँ क्या। जस्तै कसैले सानो प्रिन्टमा हेर्न गाह्रो भयो, ठुलो प्रिन्टमा धेरै खर्च लागेन नि त त्यति गर्न, अस्थायी ऱ्याम्प एउटा किनेर ल्याउन दोस्रो तलामा लान नसकेन, पहिलो तलामा ल्याउन त सक्यो नि त। हो त्यस्ता चाहिँ सानातिना मेजर्सहरू जसले चाहिँ एकदमै कम पैसामा हामीले कम खर्चमा हामीले चाहिँ त्यसलाई चाहिँ के भन्छ भन्दाखेरि त्यसलाई अस्थायी रूपमा हामीले टेम्पोररी सल्युसन्सको रूपमा युज गर्न सक्छ, त्यसलाई चाहिँ यो उपयुक्त अनुकूलता भन्छ है। हजुरहरूले पनि यो कुराहरू चाहिँ हाम्रो त एक्सेसिबल छैन भन्ने हिसाबले मात्र यस्तै एउटै हो नि त भनेर हाम्रो साथीहरू कहिलेकाहीँ यसो आन्दोलन पनि गर्नुहुन्छ। अब म क्विकली थोरै चाहिँ विश्वमा अपाङ्गतालाई कुन हिसाबले कुन अवधारणाले हेरिँदो रहेछ र हामीले चाहिँ रिपोर्टिङ गर्दा हामीले अथवा चाहिँ कोही अपाङ्गता भएको व्यक्तिहरूसँग काम गर्दा हामी कुन अवधारणामा रहेर गरिरहेछौँ हजुरहरूले चाहिँ भन्नु होला। यो चाहिँ नेपालको मात्रै होइन विश्वभरिकै सुरुमा चाहिँ दयामुखी अवधारणा भन्ने चाहिँ छ है। यो चाहिँ अपाङ्गताको बारेमा डिस्क्राइब गर्दाखेरि अपाङ्गता अधिकारको बारेमा भन्दाखेरि सबैले नै विश्वभरि नै यस्तै रहेछ क्या। सुरुमा चाहिँ के छ भन्दा दयामुखी अवधारणाले अपाङ्गता भएको व्यक्तिलाई दया धर्मसँग चाहिँ जोडेर हेर्ने, अपाङ्गता भएको व्यक्तिहरूलाई सहयोग गरेपछि चाहिँ धर्म लाग्छ, बिचरा बहिनीहरू यस्तो भइहाल्यो भन्ने टाइपको होइन। अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ
दान गर्यो भने पुण्य कमाइन्छ भन्ने नेपाली सोसाइटीमा आउँदै पनि छ जस्तो लाग्छ मलाई है। यो चाहिँ दयामुखी अवधारणा है, नेपालमा मात्र होइन विश्वभरि नै रहेछ है। अब बिस्तारै बिस्तारै चाहिँ प्रोग्रेस हुँदै आयो। अघि नै मैले मेडिकल मोडलको क्वेसन थिएँ, यसले चाहिँ के भन्यो अब दुईमा चिकित्सकीय अवधारणामा आएछ। अब दयामुखी अवधारणाले मात्रै अपाङ्गता भएको व्यक्तिहरूको चाहिँ के भएन त, विकास भएन, उनीहरूको इम्पावरमेन्ट भएन, सशक्तिकरण भएन भन्ने कन्सेप्ट विशेष गरी चाहिँ यो इन्टरनेसनली हेर्दाखेरि चाहिँ पहिलो दोस्रो विश्वयुद्ध भयो नि त, अनि त्यसमा पनि धेरै चाहिँ सोल्जरहरू सिपाहीहरू आर्मीहरू अपाङ्गता वरण गर्नुभयो क्या युद्धको कारण, अनि देशको लागि लडा छ, अपाङ्गता भयो। अब उनीहरूलाई त राज्यले त सर्भिस त्यो बेला चाहिँ मेडिकल मोडल जन्म्यो क्या, अनि यो चिकित्सकीय अवधारणा त्यो बेला जन्म्यो। त्यति बेला के गरे भन्दाखेरि अपाङ्गता सम्बन्धी इन्स्टिट्युसन्सहरू खोले क्या, धेरै सङ्घ संस्थाहरू भनौँ न, अनि अपाङ्गता भएको व्यक्तिहरूलाई चाहिँ एउटै ठाउँमा के गरिराख्यो कि, एउटै ठाउँमा राख्यो, शिक्षा दिन पनि एउटै ठाउँमा, अनि स्वास्थ्य सेवा दिन पनि एउटै ठाउँमा, अनि अपाङ्गताको विज्ञ को हो भन्दा चाहिँ डक्टर हो। स्वास्थ्य सम्बन्धी रिफर्ममा मात्रै लागे, व्यक्तिको निड के हो, व्यक्तिको चोइस के हो त्यति हेरेनन्, तर त्यति बेलाको कन्सेप्टमा चाहिँ त्यही राखेको थियो होला नि त। जस्तै अपाङ्गताको आधारमा के गर्नुपर्छ भन्दाखेरि के गर्यो भन्दा स्वास्थ्य सम्बन्धी रिफर्महरू गर्यो कि, एउटै स्कुलमा राखे, एउटै चाहिँ इन्स्टिट्युसन्सहरूमा राखेर के गर्यो भन्दा अपाङ्गता भएको व्यक्तिहरूलाई सेवा सुविधा चाहिँ दियो है। यसले के भन्छ, अपाङ्गता भएको व्यक्तिहरू चाहिँ बिरामी हुन्, अपाङ्गता भएको स्वास्थ्य समस्या हो, र अपाङ्गताको विनिमय गर्ने भनेको चाहिँ मान्छे अपाङ्गता भनेको अपाङ्गताको रोकथाम चाहिँ के गर्ने भन्दाखेरि चाहिँ हेल्थ इम्प्रुभ गर्ने भन्ने चाहिँ यो चिकित्सकीय अवधारणा भयो है। अब बिस्तारै बिस्तारै के भयो भन्दा फेरि अब यो राइट्सको कन्सेप्टहरू त चेन्ज हुँदै आउने हो। अनि युएसकै इक्जाम्पल नेपालमा चाहिँ बरु त्यस्ता इन्स्टिट्युसनहरू खासै खुलेनन्, बरु अहिले चाहिँ खोल्ने भन्दैछ सरकारले, हामीले चाहिँ विरोध गरिरहेछौँ। बिस्तारै प्रोग्रेस भएर चाहिँ सामाजिक अवधारणातिर गयो सोसाइटी। र सामाजिक अवधारणाले चाहिँ के भन्यो भन्दा यो चिकित्सकीय अवधारणाले मात्रै भएन, डक्टरहरू अपाङ्गताको डक्टरहरूको पनि निड छ, तर अपाङ्गताको विज्ञ त अपाङ्गता भएको व्यक्तिले हो, अपाङ्गताको एक्सपर्ट हो। समाजले के भन्छ भन्दा अघिल्लो चिकित्सकीयको मोडलले के भनेको थियो भन्दाखेरि अपाङ्गता भनेको व्यक्तिको समस्या हो भनेको थियो कि। यसले के भन्यो सामाजिक मोडलले आएर भन्दाखेरि व्यक्तिको मात्रै समस्या होइन, यो समस्या नै होइन, यो चाहिँ के हो, सवाल हो, सामाजिक सवाल हो। समाज परिवर्तन भयो भने अपाङ्गता भएको व्यक्तिहरू पनि अरू सरह इक्वली पार्टिसिपेट गर्न सक्छ सोसाइटीमा भन्ने कुरा चाहिँ सामाजिक मोडलले भन्यो है। के भन्यो, तिमी नै हो है, समाजले नै हो, तिमी नै ऱ्याम्प बनाऊ है, तिमी नै सबैको लागि एक्सेसिबल हुने, तिमीले यस्तो अवरोध खालको वातावरण निर्माण गरेको र त मान्छेले चाहिँ अपाङ्गता भयो। यो त एउटा मान्छे कोही होच हुन्छ, कोही अग्लो हुन्छ, कोही गोरो हुन्छ, कोही कालो हुन्छ, त्यस्तै हो। एउटा चाहिँ ह्युमन डाइभर्सिटी हो। यो चाहिँ समाज नै परिवर्तन हुनुपर्छ भन्ने कुरा चाहिँ सामाजिक अवधारणाले गर्छ। यो चित्र देखिन्छ होला है, एउटा चाहिँ सामाजिक अवधारणाको रिफ्लेक्ट गर्छ भने एउटा चाहिँ मेडिकल मोडलको चाहिँ रिफ्लेक्ट गर्छ। चिकित्सकीय अवधारणामा के छ भन्दाखेरि अपाङ्गताले के भनेछ, समस्या, प्रब्लम भनेछ नि, प्रब्लम कोतिर देखाइरहेछ आयो, केही अपाङ्गता भएको व्यक्ति, तिम्रै प्रब्लम हो अथवा तिम्रै फ्यामिलीमा प्रब्लम छ, तिमीले नै सामना गर्नुपर्छ भनेछ भनेपछि मेडिकल मोडलसम्म आएर चाहिँ के भनेछ भन्दा प्रब्लम भनेको छैन, ब्यारियर भनेछ। ब्यारियर कसले क्रिएट गर्यो त, एरोकोतिर पारेको छ त सोसाइटीतिर है। हामीले रिपोर्टिङ गर्दाखेरि हामी च्यारिटी मोडल फलो गरिरहेछौँ कि चिकित्सकीय मोडल डाइरेक्टली चाहिँ गरे हुँदैनौँ, हामीले फलो गरिरहेछौँ कि सामाजिक मोडल फलो गरिरहेछौँ कि हजुरहरूले नै एनालाइज गर्नु होला। डाइरेक्टली गरे हुँदैन, तर म नेपाली फिल्महरू दृष्टि सम्बन्धी अपाङ्गता भएको व्यक्तिसँग कम्युनिकेट गर्दा के गर्ने भन्ने कुराहरूमा चाहिँ यो चाहिँ उनीहरू सबैजना टेक्नोलोजीमा एक्सेस हुन्छ भन्ने छैन। अहिले चाहिँ टेक्नोलोजीमा एक्सेस भएको व्यक्तिहरू चाहिँ इन्क्रिजिङ छ
चाहिँ एकदमै धेरै हुन्छ। अब यदि उहाँहरूलाई आवश्यकता सोध्नु पऱ्यो पहिला चाहिँ होइन, लेख गर्न चाहिँ भएन। उसले त अस्ति नै कम्प्युटर युज गरेको थियो एकजना मान्छेले, तिमीले पनि उसले पनि युज गर्छ होला भनेर युज गर्न भएन। उसको आवश्यकता अनुसार चाहिँ ब्रेन अडियो अथवा चाहिँ कसैले प्रिन्टेड पनि पढ्न सक्ने भयो नि त लो भोल्टेजले त, उसलाई ठुलो अक्षरमा भएको चाहिँ प्रिन्टेड डकुमेन्टहरू प्रोभाइड गर्न सक्यो। अनि हाम्रो लागि मिडियामा पनि इम्पोर्टेन्ट के छ भने हाम्रो लागि कृति फन्टको सामग्रीहरू चाहिँ एक्सेसिबल हुँदैन। कृति फन्ट चाहिँ नेपालीमा रिड आउट गर्दैन, त्यही भएर युनिकोडको सामग्रीहरू हामीलाई एक्सेसिबल हुन्छ। अनि पिडिएफको सामग्रीहरू चाहिँ एक्सेसिबल हुँदैन कि युनिकोडले सबैले बिगारेको छ स्क्रिन रिडरमा। त्यही भएर वर्डमा भएको सामग्रीहरू जेनरली अनलाइन न्युज पेपरका सामग्रीहरू चाहिँ एक्सेसिबल हुन्छ, तर त्यसलाई चाहिँ अब हेडिङ लेबलहरू चाहिँ मिलाएर राख्न पर्ने हुन्छ। त्यो आइटीको कुराहरू मैले अहिले यति छोटो समयमा हजुरलाई एक्सप्लेन गर्न चाहिँ गाह्रो हुन्छ, तर युनिकोडको सामग्रीहरू चाहिँ हाम्रो लागि एक्सेसिबल हुन्छ। जस्तै भिजुअल अर्को चाहिँ के भन्न छ भन्दाखेरि भिजुअल मटेरियल्स छ भने चाहिँ कहिले तपाईँहरू कम्युनिकेट गरिरहनु भएको छ, तपाईँले चाहिँ चित्रमा के बुझाउनु पऱ्यो भने तपाईँहरूले चाहिँ एक्सप्लेन गर्न सक्नुहुन्छ उसको लागि है। अनि जस्तै हाम्रो मिडियामा फोटो त राख्छौँ नि त होइन, स्क्रिन रिडरले फोटो चाहिँ पढिदिँदैन क्या। हजुरहरूले अल्ट टेक्स्ट राख्नको लागि चाहिँ हामीले एकदमै धेरै इन्करेज गर्छौँ। त्यो अल्ट टेक्स्ट भनेको अल्टरनेटिभ टेक्स्टको सर्ट फर्म हो। जस्तै फोटोलाई 1 लाइन अथवा 2 लाइनमा डिस्क्राइब गरिदिने। त्यो चाहिँ के गर्ने भन्दाखेरि त्यो फोटो राख्दाखेरि राइट क्लिक गऱ्यो भने अल्ट टेक्स्टको अप्सन आउँछ, हजुरहरूले पछि गएर हेर्नु होला। त्योमा चाहिँ फोटोको बारेमा डिस्क्राइब गरिदिनु भयो भने हामीले त्यो फोटोको बारेमा डिस्क्रिप्सन पढ्न पाउँछौँ। अरूहरूलाई त्यो भिजिबल, हजुरहरूलाई देख्ने मान्छेहरूलाई भिजिबल हुँदैन चाहिँ चाहिएन, किनभने तपाईँहरू त फोटो हेर्न सकिहाल्नुहुन्छ होइन। त्यो मिडियाको फोटोहरूमा पनि अल्ट टेक्स्ट राखिदिनुको लागि चाहिँ मैले एकदमै धेरै रिक्वेस्ट गर्छु है। यो सुनाइ सम्बन्धी अपाङ्गता है, खाडमा चाहिँ सुनाइ सम्बन्धी अपाङ्गता भएको व्यक्तिहरूलाई पनि एउटा उसमा छ, एउटा चाहिँ बहिरा, अर्को सुस्त श्रवण। अब सामान्य मेडिकल टर्ममा बहिरा भनेको चाहिँ कम्प्लिटली सुन्न बोल्न नसक्ने व्यक्तिहरूलाई चाहिँ बहिराभित्र राखिएको छ। उहाँहरूले साङ्केतिक भाषाको प्रयोग गर्नुहुन्छ भनेपछि जसले चाहिँ कम्प्लिटली सुन्न बोल्न नसक्ने चाहिँ होइन, तर उहाँहरू सुस्त श्रवण चाहिँ हो होइन, लिमिटेसन्स चाहिँ छ भने यस्तो व्यक्तिहरूलाई चाहिँ सुस्त श्रवण अपाङ्गता राखिएको छ है। अब बहिरा व्यक्तिहरूले पनि साइन ल्याङ्ग्वेज इन्टरप्रिटेसनको युज गर्नुहुन्छ साङ्केतिक भाषाको, त्यो हजुरहरूले देख्नु नै भएको छ। त्यो सँगसँगै साङ्केतिक भाषा हो होइन। अब सुस्त श्रवण फेरि कम्प्लिट डेफ होइन, हार्ड अफ हियरिङ सुस्त श्रवण अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ भने चाहिँ उहाँहरूले क्याप्सनिङ पनि क्या, जस्तै अहिले मैले बोलिरहेको छु नि त, अहिले मैले बोलिरहेको कुरा चाहिँ के भन्छ स्क्रिनमा आउँछ क्याप्सनिङ होइन, हो त्यस्तो खालको उहाँहरूले युज गर्नुहुन्छ। अनि अहिले चाहिँ हामीले के गर्ने गरेको छ, सधैँ हामीले प्रोग्रामहरू गर्दा क्याप्सन राख्नको लागि पैसा पनि नआउन सक्छ। त्यो गुगल मिट अन गऱ्यो अनि गुगल मिटमा चाहिँ क्याप्सनिङको सर्भिस हुन्छ है, नेपाली पनि त्यसले जस राम्रै क्याप्सनिङ गर्छ यदि हल्ला खल्लाको आउँछ भने। यसरी चाहिँ यो लगायत उहाँहरूले चाहिँ भिडियोबाट पनि जस्तै हामीले कम्युनिकेट गर्नु पऱ्यो भने भिडियो सर्भिसहरू सबै ठाउँमा इन्टरप्रिटरहरू उपलब्ध नहुन सक्छ। अनि हाम्रो चाहिँ रिक्वेस्ट के पनि हो भन्दाखेरि जस्तै अब हजुरहरूले रिपोर्टिङ गर्दा पनि यो कुराहरूलाई रेज गरिदिनु होला। स्टोरीहरू बनाउँदाखेरि गभर्मेन्टले भिडियो रिले सर्भिस भन्छ क्या, सबै व्यक्तिहरूलाई इन्टरप्रिटर त दिन सक्दैन नि त अहिले गभर्मेन्टले, दिनु त राम्रै हो, उसको ह्युमन राइट्सको कुरा हो। तर यदि अर्जेन्टली कोही कम्युनिकेसन गर्नु पऱ्यो भने उसले काहीँ भिडियो कल गर्यो भने कोही 4-5जना व्यक्ति 5-10जना व्यक्ति असाइन गर्यो भने त त्यो गर्न सक्छ नि त होइन। हो त्यस्तो खालको चाहिँ हामीले प्रमोट गर्नको लागि चाहिँ गरि पनि राख्छौँ बेसी। अब हजुरहरूले बाहिर व्यक्तिहरूसँग सुस्त श्रवण व्यक्तिहरूसँग कम्युनिकेसन गर्दाखेरि चाहिँ सम्भव भएसम्म साइन ल्याङ्ग्वेजको प्रयोग गर्ने भन्ने कुराहरू छ। अथवा चाहिँ साइन ल्याङ्ग्वेज उपलब्ध छैन, अब त्यो अपाङ्गता भएको व्यक्तिहरू शिक्षित हुनुहुन्छ भने लेखेर पनि कम्युनिकेट चाहिँ गर्न सक्ने भयो।
अब साङ्गीतिक भाषा बुझ्न नसक्ने व्यक्तिहरू हुनुहुन्छ भने चाहिँ परिवारको सदस्यहरूसँग राखेर कम्युनिकेट गर्ने। तर हजुरले के कुरा याद गर्ने होला, कति चाहिँ जस्तो रेप केसहरूको पनि रिपोर्टिङ गरिरहेको हुन्छ अनि परिवारको सदस्यलाई मात्रै सोधेर चाहिँ उसको भावना जुन व्यक्ति बाहिर व्यक्तिहरूको चाहिँ भावना उसको भनाइहरू सोध्दै नसोधी कम्प्लिटली फ्यामिलीमा रिलाइ भएर चाहिँ रिपोर्टिङ नगरिदिनु, त्यो पनि रिक्वेस्ट छ। अर्को चाहिँ श्रवण दृष्टिबिन। श्रवण दृष्टिबिन अपाङ्गता 4 नम्बरमा के छ भने चाहिँ यो चाहिँ डेफ ब्लाइन्ड भयो। एलियन केलरको चाहिँ हामीले सुनेकै छौँ। उहाँ चाहिँ बोल्न सुन्न पनि नसक्ने, देख्न पनि नसक्ने व्यक्तिहरू, यस्तो डेफ र ब्लाइन्ड दुइटै अपाङ्गताको चाहिँ मिश्रण छ भने श्रवण दृष्टिबिन भयो। यो श्रवण दृष्टिबिन व्यक्तिहरूले पनि ट्याक्टाइल मेथड स्पर्श सङ्केत भन्छौँ, पिक्चरमा पनि देखिरह होला। हातले चाहिँ छामेर त्यसरी अथवा ब्रेड पनि अलिकति टाइम लाग्छ अब उहाँहरूलाई चाहिँ सिकाउन, बोल्न पनि सुन्न पनि देख्न पनि नसक्ने भएको भएर, तर स्पर्श सङ्केतको मेथडहरूबाट चाहिँ सिकाउन सकिन्छ। अनि त्यस्तै गरी चाहिँ अब ह्याप्टिक भन्ने पनि हुन्छ, यहाँ मैले पिक्चरमा राखेको छैन होला, त्यो चाहिँ ढाडमा ब्याकबोनमा घर गर्छ कि, किनभने हातको भन्दा ढाडको स्पेस त बढी हुन्छ नि त, अनि त्यो चाहिँ ढाडमा ब्रेनको सङ्केतहरू उहाँहरूलाई बुझ्नलाई सजिलो हुन्छ। अर्को 5 नम्बरमा चाहिँ स्वर्गलाई सम्बन्धी अपाङ्गता छ है। यो स्वर्गलाई सम्बन्धी अपाङ्गता भनेको चाहिँ कसैको बोली स्पष्ट नहुने हो, अनि बोल्दा चाहिँ दोहोरिएर के त्यो अक्षरहरू दोहोरिने, अनि त्यसपछि भकाएर बोल्ने भन्छ नि हामीले पहिलाको हाम्रो भाषा हुँदा होइन, त्यस्तो खालको, अथवा चाहिँ कसैलाई चाहिँ आइरहेको हुन्छ मनमा तर पुरै निस्किँदैन है, त्यस्तो टाइपको पनि अपाङ्गताहरू हुन्छ। अब हामीले कम्युनिकेट गर्दा चाहिँ के गर्नु पर्यो भन्दाखेरि हामीले व्यक्तिको उसको चाहिँ उसले बोलेको कुरालाई चाहिँ हामीले अब जिस्काएर त्यस्तो गर्ने, अब पहिला जस्तो त गरिँदैन, तर उसको बोली त्यही हो भनेर सम्मानपूर्वक हामीले स्वीकार गर्न चाहिँ सक्नुपर्छ। र एउटा हामीले मिस्टेक चाहिँ के गरिरहेको हुन्छ भने हामी सबैलाई हतार हुन्छ, अनि त्यो व्यक्तिले ढिलो बोलिरहेको हुन्छ कि त अड्केर बोलिरहेको हुन्छ, उसको अपाङ्गता त्यही हो, अनि हामीले जान्ने भएर उसको सेन्टेन्स कम्प्लिट गरिदिरहेको हुन्छौँ कि, त्यस्तो चाहिँ गर्न हुँदैन। उसले भन्न खोजेको कुरा अर्कै थियो होला, हामीलाई हतार हुन्छ, अनि यस्तो होइन भनेर मैले गभर्मेन्ट अफिसर्सहरूमा चाहिँ धेरै देखाएको छु, उसले भनिरहेको हुन्छ, उसले अब टाइम लाग्छ नि त भन्न, अनि उनीहरूले चाहिँ हतार तिमीले यस्तो भन्न खोजे होइन भनेर आफै वाक्य पुरा गरिदिरहेको हुन्छ, त्यस्तो चाहिँ गर्नु हुँदैन। अर्को चाहिँ मानसिक वा मनोसामाजिक अपाङ्गता 6 नम्बरमा छ। यो मनोसामाजिक अपाङ्गता साइकोसोसियल डिसेबिलिटी धेरै जस्तो पछि आयो भने यो स्ट्रेसको कारणले गर्दाखेरि, त्यसको कारणले गर्दाखेरि अब अलिअलि स्ट्रेसहरू त अहिले एकदमै कमाउनै भइसक्यो, तर उसले त्यो स्ट्रेसको कारणले गर्दा अथवा चाहिँ साइकोसोसियल डिसेबिलिटीकै कारणले, साइकोसोसियल चाहिँ इस्युकै कारणले उसले लङ टर्म अघि भनेको थियो नि दीर्घकालीन रूपमा मेडिसिनहरू युज गर्न पर्यो, त्यसले चाहिँ उसको सामाजिक जीवनमै चाहिँ इफेक्ट गर्यो, त्यो गर्नको लागि होला, स्फूर्ति एनर्जीहरू नहुने होइन, सचेतनामा यस्तो कुराहरूमा नै इफेक्ट लिएर आयो भने चाहिँ त्यसलाई साइकोसोसियल डिसेबिलिटीभित्र राखेको छ। अर्को चाहिँ बौद्धिक अपाङ्गता। बौद्धिक अपाङ्गता भनेको उमेर सँगसँगै बौद्धिक विकास हुन चाहिँ नसक्नु होइन। अब 10 वर्षको मान्छेको पनि 2-3 वर्षको बच्चाको जस्तो, अथवा 20-30 वर्षको मान्छेको पनि उसको 2-3 वर्षमै चाहिँ उसको बौद्धिक विकास रोकिएको हुनसक्छ, अथवा चाहिँ स्लो हुनसक्छ होइन। यस्तो टाइपको चाहिँ यो इन्टेलेक्चुअल डिसेबिलिटी अथवा चाहिँ बौद्धिक अपाङ्गताभित्र चाहिँ राखिएको छ। यो अर्को चाहिँ हेमोफिलिया हो, अनुवंशीय रक्तचाप। यो चाहिँ रगतसँग सम्बन्धित चाहिँ हो, यो डिजिजको कारणले गर्दाखेरि हुने हो अपाङ्गता। र यो हाम्रो फ्याक्टर जसले गर्दाखेरि चाहिँ रगत जम्नु पर्ने हो, त्यसको चाहिँ त्यसमा आएको विचलनको कारणले गर्दाखेरि ब्लड एकदम पातलो हुने होइन। अनि त्यसले गर्दाखेरि चाहिँ उसले अब त्यो ब्लडहरू के भयो भन्दाखेरि उसको सानो घाउ भइहाल्यो भने पनि धेरै ब्लिडिङ हुने होइन, इन्टरनल ब्लिडिङ हुने टाइपको। यो चाहिँ वंशानुगत भयो क्या हेमोफिलिया चाहिँ, ब्लडसँग रिलेटेड, ब्लड चाहिँ पातलो हुने भनौँ न।
हामीले सरल भाषामा बुझ्नको लागि अब फेरि यस्तै हेर्दाखेरि देखिँदैन पनि अपाङ्गता भएको व्यक्तिहरू जस्तो होइन, तर अब अपाङ्गता चाहिँ भइरहेको छ। अर्को चाहिँ अटिजम छ। अब यो चाहिँ नसुनेको छैन कोही पनि होला, किनभने ग्लोबल्ली नम्बर अफ अटिजम चाहिँ एकदमै धेरै इन्क्रिजिङ पनि छ। अटिजमका बारेमा धेरै रिसर्चहरू चाहिँ हुँदैछ, तर अहिलेसम्मको रिसर्चको अनुसार यो अब बढ्नै हुने कुराहरू, जन्मिँदै हुने कुराहरू हो, तर पछि गएर मात्रै थाहा हुन्छ। पहिला 1-2 वर्षसम्म बच्चाको प्रोग्रेस राम्रै हुन पनि सक्छ, पछि गएर चाहिँ त्यो फर्केर रिग्रेसन हुन जान्छ क्या। उसले बोल्न थालेको पनि कुराहरू चाहिँ नबोल्न थाल्ने, अथवा चाहिँ अटिजमको पनि डिग्री फरक हुन्छ। कसैले अलिअलि मात्रै हुन्छ भने कसैको चाहिँ एकदमै कम्प्लिट हुन्छ, उसलाई चाहिँ कम्प्लिट सपोर्ट चाहिने हुनसक्छ। अब एक कुरो हुने टाइपको होइन, अब उसको डिसेबिलिटी नै त्यस्तै हुन्छ क्या। अनि सामाजिक उसमा घुलिहिँड्न गाह्रो हुने, कुनै सब्जेक्टमा कुनै इस्युमा चाहिँ राम्रो हुने भनेपछि अरूमा हुन नसक्ने टाइपको, त्यस्तो टाइपको पनि हुन्छ। र 10 बहुअपाङ्गता छ। बहुअपाङ्गता भनेको चाहिँ एउटै व्यक्तिमा 2 वा 2 भन्दा बढी अपाङ्गता छ भने चाहिँ त्यसलाई चाहिँ बहुअपाङ्गताभित्र हामीले राखेको छ। यो अघि नै हामीले जुन हामीले चाहिँ डिस्कस गऱ्यौँ, यो बहुअपाङ्गता अथवा चाहिँ अटिजम, मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता, उहाँहरूसँग कम्युनिकेट गर्दाखेरि चाहिँ हामीले ध्यान दिनुपर्ने के छ भन्दाखेरि तिमीलाई यस्तो गरेको हो, अथवा चाहिँ तिमीलाई यस्तो भएको हो, अथवा भएको होइन नि भन्यो भने त्यो सानो बच्चाहरूले सोधेको जस्तै लास्टमा तपाईँले हो भन्यो भने उसले हो भनेर एन्सर दिन सक्छ, होइन है भन्यो भने होइन भनेर एन्सर दिन सक्छ क्या। त्यसकै आधारमा चाहिँ यो यस्तो खालको लिडिङ हो वा होइन भन्ने टाइपको एन्सर आउने भन्दा पनि अरू नै तरिकाले चित्रहरू देखाएर सरल भाषामा, सजिलो भाषामा चाहिँ कम्युनिकेट गर्नुपर्छ। र अब हामीले रिपोर्टिङ गर्दाको कुरा हुन त मैले यो माया अधिवक्ताको सेसनमा बनाएको थिएँ, तर अहिले मिडियालाई पनि इक्वली इम्पोर्टेन्ट हुने भएको भएर जस्तै अब रिपोर्टिङहरू गर्दाखेरि चाहिँ हो वा होइन भन्ने क्वेसन सोधेकै भरमा मात्र भए पनि उसले सकेसम्म उसको कुराको पनि प्यारेन्ट्सहरूसँग पनि भेरिफाई त हजुरले गर्नुहुन्छ होला, तर उसको कुरालाई पनि सरल भाषामा भेरिफाई गरेर चाहिँ त्यसरी रिपोर्टिङ गर्नुपर्छ होइन। अब कहिलेकाहीँ चाहिँ अब उसले भन्न खोज्दाखेरि एउटै कुरा दोहोऱ्याउने, अब भन्न खोजेको कुरा पनि एकदम नभन्ने, बिसाउने, चिडचिड गर्ने भयो भने अलिकति शान्त खालको रुममा उसलाई चाहिँ कम्युनिकेट गर्ने टाइपको इन्भाइरोमेन्टहरू भयो भने चाहिँ त्यस्तो खालको चाहिँ इन्भाइरोमेन्ट हामीले क्रिएट गर्नुपर्छ। र यो गम्भीरताको आधारमा जानुभन्दा अगाडि यो 10 टाइपको अपाङ्गतामा के हजुरहरूको कन्फ्युजन क्वेसन केही छ? म चाहिँ बिहान पढाउँछु पनि होइन, मेरो क्लासमा पनि एउटा सानो 11 कक्षाको बच्चा चाहिँ बेबीको छ, सानो। अनि उनीहरूको चाहिँ बौद्धिक क्षमता यो नर्मल मान्छेहरू जस्तै हुन्छ कि अथवा कमजोर हुन्छ कि के हो? यो यदि उहाँको अपाङ्गता हुँदापुर्का मात्रै हो भने चाहिँ बौद्धिक क्षमता सेम हुन्छ, इक्वल हुन्छ होइन। तर अघि भनेको जस्तै अब कति त थाहा नभइरहेको हुन्छ, उहाँ हुँदापुर्का व्यक्ति पनि हो होइन, त्यही वर्डिङ गरेको छ है, मैले त्यही भएर त्यही नै वर्डिङ गरेँ। हुँदापुर्का व्यक्ति पनि हो, तर उहाँको बौद्धिक अपाङ्गताको पनि इस्यु हो भने चाहिँ फेरि बहुअपाङ्गताभित्र पर्छ। तर यदि उहाँ हुँदापुर्का मात्रै व्यक्ति हो भने चाहिँ उहाँको बौद्धिक क्षमता चाहिँ अरूहरू जस्तै इक्वल नै हुन्छ। अब भित्री अङ्कहरू छ नि, कसैको मृगुला, कसैको फोक्सो फेरि आउँछ, कसैको चाहिँ यो पाथीघरै झिका हुन्छ, उहाँहरूलाई चाहिँ नेपालको कन्टेक्स्टमा राखिएको छ। अझै धेरै मलाई चाहिँ अटिजम टाइपको अटिजम हो वा होइन भन्ने, अथवा कम बोल्ने अथवा धेरै बोल्ने अथवा नजाने कुरामा बोल्ने होइन, यस्तो मान्छेहरू धेरै हुन्छ क्या समाजमा। त्यसमा चाहिँ बौद्धिक अपाङ्गता चाहिँ धेरै देखियो। कम्तीमा मेरो विचारमा नेपालको कन्टेक्समा 50-60% चाहिँ बौद्धिक डेली लाइफमै असर पार्यो होइन, मान्छेहरूसँग इन्टरेक्ट हुन सकिन, अथवा उसको ग्रोथ चाहिँ जुन
यति वर्षको उमेरमा यो लेभल सिक्न सक्छ भने उसको त्यो स्ट्यान्डर्ड नै त्यो पुग्न सकेन भने बल्ल चाहिँ बौद्धिक अपाङ्गता हो। त्यो चाहिँ अब होला हामीले अहिले डेटामा भएको भन्दा धेरै होला, तर अब कसैले चाहिँ डराएर पनि हो होइन भनिदिन सक्छ नि त, त्यसलाई सबैलाई बौद्धिक अपाङ्गता भन्न मिल्दैन। सानो पर्सनल कुराहरू गर्न खोजेको यो हाम्रो पूर्व प्रधानमन्त्री चाहिँ यो तपाईँ सेन्ससमा जनगणनामा बौद्धिक यो अपाङ्गतामा पढ्नुहुन्छ कि पढ्नुहुन्न केही जानकारी छ? देउवा शेरबहादुर स्वरलाई सम्बन्धी अपाङ्गतामा पर्नुहुन्छ, तर अब उहाँले म अपाङ्गता भइसकेको भनेर टिपाउनु भएको छैन। त्यो गणना गर्ने कि नगर्ने तपाईँहरूले? गर्न मिलेन, अब छैन केटै छैन त कसरी गणना गर्ने? उहाँले म अपाङ्ग त भनेकै छैन। अपाङ्गताको प्रोग्राममा आएर मेरो दुइटै किडनी छैन, म तपाईँहरू जस्तै अपाङ्गता हो अस्ति एकजना दाइले ढोकाहरू बुन्दै थियो होइन, सिप चाहिँ धेरै आउँछ उसलाई, अनि मैले अन्तर्बताल दिएँ, अनि मसँग राम्रोसँग कुरा गर्नुभयो। मलाई लाग्छ उहाँसँग यस्तो धेरै सिप छ होइन, सबै बाँस आफैले ल्याउने, आफैले काट्ने, आफैले चाहिँ ढोकाहरू बुन्ने, नाङ्लोहरू बुन्ने सबै गर्न आउँछ। तर उसको परिवारले के भन्यो भने यो मान्छे मानसिक अपाङ्ग हो, यो मान्छेसँग कुरा नगर्नु, यो मान्छेको कुरा नसुन्नु भनेर अप्कार्यो होइन। अब यसो हेर्दाखेरि हामीसँग व्यवहार गरेको सन्तुलै छ, त परिवारसँग व्यवहार चाहिँ अपाङ्गता भएको मान्छे जस्तो। त्यसलाई के भन्ने हो? हामीसँग कुरा गर्दा मजाले कुरा गर्छ, परिवारसँग चाहिँ त्यस्तै व्यवहार हुँदो रहेछ। क्षणिक रूपमा हुँदो रहेछ क्या हो? फ्यामिलीको चाहिँ के फ्याक्टरहरूले होइन उसलाई त्यहाँनिर विभेद हुन्छ होला, त्यस्तो कुराहरूले झन् उसलाई उसमा चाहिँ अग्रेसनहरू बढेको हुनसक्छ। उसमा होला अपाङ्गता चाहिँ तपाईँको भनाइ सुनेर फ्यामिलीले यत्तिकै त उसको अपाङ्गता छ त भन्दैन होला नि, केही न केही होला। अब त्यो कहीँनिर त्यो बढी देखिने होला, कहीँनिर चाहिँ कम देखिने हुनसक्छ। उहाँको कार्ड छ कि छैन परिचय पत्र अपाङ्गता? के त्यस्तो बनाएको छैन। छैन, काम मजाले गर्न आउँछ, कुरा मजाले आउँछ, तर परिवारले उसलाई चाहिँ त्यस्तै भन्छ, मानसिक रोगी अपाङ्ग भनेर भन्छ। तर यदि मानसिक अपाङ्गता हो भने चाहिँ कार्ड बनाउनुको लागि इन्करेज गर्नु होला, मिडियाको कर्तव्य पनि हो नि त त्यो है। अब म थोरै यसमा चाहिँ यो 10वटा प्रकार भयो, मैले फेरि के एड गरेँ भने यति मात्रै युनिभर्सल, यति मात्रै हो अपाङ्गताको प्रकार भन्ने चाहिँ होइन, तर नेपालको अहिले कन्टेक्स्ट अनुसार यति नै हो होइन। योभन्दा पार्किन्सन्सहरू छ, डिस्लेक्सियाहरू छ, धेरै कुराहरू छ, त्यो हाम्रो कानुनले समेट्न सकेको छैन। अब कानुनले समेटेपछि फेरि सेवा सुविधा दिन पऱ्यो, सक्दैन अनि माग्दैन कि त्यो हामीले कतिचोटि पोलिसी अमेन्ड गर्नको लागि गऱ्यौँ, गर्ने भएर फेरि लास्टमा चाहिँ अड्केर बसिरहेको छ होइन। त्यस्तो परिस्थिति चाहिँ अब गम्भीरताको आधारमा चाहिँ 4 प्रकारको अपाङ्गता छ। यो हजुरहरूले जान्नु एकदमै धेरै इम्पोर्टेन्ट छ। मिडियाले त समाज परिवर्तन पनि गर्ने हो नि त। देखा छ रातो कार्ड कि छैन? रातो कार्ड अब ओके, 4वटा प्रकारको छ ल अपाङ्गताको दण्ड। अघि नै चाहिँ शारीरिक अशक्तता, मानसिक समस्या अथवा प्रणालीगत समस्याको आधारमा हो भने यो चाहिँ गम्भीरताको आधारमा 4वटा छ। एउटा चाहिँ रातो, निलो, पहेँलो र सेतो। रातो चाहिँ पूर्ण अशक्त अपाङ्गता है। पूर्ण अशक्त अपाङ्गता भनेको चाहिँ कम्प्लिट डिसेबिलिटी के, उहाँलाई चाहिँ 24 घन्टा अरूको सपोर्ट चाहिने भयो है। त्यो चाहिँ आफ्नो डेली एक्टिभिटिजहरू आफैले गर्न चाहिँ के हुने भयो त नसक्ने हुने भयो भने उहाँहरूलाई चाहिँ पूर्ण अशक्त अपाङ्गताभित्र हामीले राखेको, हाम्रो गभर्मेन्टले चाहिँ यसरी क्याटेगोराइज गरेको छ। र नेपालको अहिलेको अनुसार चाहिँ 3990 उहाँहरूलाई सामाजिक सुरक्षा भत्ता दिन्छ। यो पर्याप्त त छैन, तर अहिले पहिलो हजुर निलो देख्यो है। अब यो अघि नै क वर्ग भन्छ हामीले, ख भयो ब्लू कार्ड। ब्लू कार्डलाई चाहिँ निलो अथवा अघि नै चाहिँ पूर्ण अशक्त अपाङ्गता, यो ब्लू कार्ड चाहिँ अति अशक्त अपाङ्गता है। अति अशक्त अपाङ्गता चाहिँ निरन्तर रूपमा अरूको सहयोग लिएर आफ्नो दैनिक जीवनयापन गर्न सक्ने व्यक्ति भनेर यसरी परिभाषित गरेको छ हाम्रो पोलिसीले।
यसमा चाहिँ जस्तै पूर्ण रूपमा दृष्टिविहीन व्यक्तिहरूले ब्लू पाउनुहुन्छ अनि जस्तै अब व्हिलचेयर प्रयोग गर्ने व्यक्तिहरू भयो है अनि जस्तै दुईटै हात नभएको व्यक्तिहरू दुईटै खुट्टा अथवा कम्मर मुनिको भागहरू नचल्ने व्यक्ति यस्तो खालको अपाङ्गता भएको व्यक्तिले ब्लू कार्ड पाउनुहुन्छ र सोसियल सेक्युरिटी अलाउन्सकै कुरा गर्दाखेरि चाहिँ 2128 रुपियाँ चाहिँ महिनामा ब्लू कार्ड होल्डरले पाउनुहुन्छ है। अब येल्लो यो येल्लो कार्ड चाहिँ मध्यम अपाङ्गता अघि हजुरहरूले सामान्य मध्यम अनि गम्भीर अनि एउटा चाहिँ के नि भन्दै हुनुहुँदैन यो चाहिँ मध्यम अपाङ्गता भएको व्यक्तिहरूले पाउनुहुन्छ। यहाँ चाहिँ के छ कसरी डिफाइन गरेको छ भन्दाखेरि यो असिस्टिभ डिभाइसको सपोर्टले अथवा चाहिँ सहायक सामग्रीको सहायताले चाहिँ आफ्नो डेली कामहरू गर्न सक्ने भनेको जस्तै अब लो भिजन भयो अघि फुल ब्लाइन्डले कस्तो पायो पूर्ण दृष्टिविहीनले कस्तो पाएको छ ब्लू पायो भने चाहिँ न्यून दृष्टियुक्त छ भने के भयो त येल्लो पायो। अब बहिरामा पनि सुस्त श्रवण भयो भने येल्लो पायो। अघि यहाँ हजुरले भन्नुभएको थियो अरूको स्टुडेन्टको कस्तो कलरको कार्ड रहेछ एकचोटि सोध्नु पनि होला लिनु भएको छ होला पक्कै पनि अहिले कार्ड चाहिँ प्रायः लिइरहेको हुन्छ छैन भने चाहिँ हामीले कार्ड लिनुको लागि इन्करेज गर्नुपर्छ र अलिकति ब्लू र रेड कार्ड चाहिँ मान्छेहरूले लिइहाल्छन् येल्लो र व्हाइटमा चाहिँ सोसियल सेक्युरिटी अलाउन्स छैन त्यो भएर पनि मान्छेहरू अलिकति डिस्करेज हुन्छ लिनको लागि अनि जहिले पनि नगरपालिकामा चाहिँ गएर मलाई पहेँलो के निलो र रातै दिनु भनेर दबाब दिने खालको सिचुएसन पनि छ है। येल्लो चाहिँ अब अलि एउटा मात्र हातमा भएको अथवा चाहिँ एउटा खुट्टामा प्रब्लम भएको त्यस्तो टाइपको व्यक्तिहरूले चाहिँ येल्लो कार्ड पाउनुहुन्छ। यो सेतो चाहिँ सामान्य अपाङ्गता सामान्य भनेको थोरै अलिकति औँलामा प्रब्लम हुन सक्ला अलिकति थोरै बडी पार्ट त्यसको डेली लाइफमै एकदमै धेरै चाहिँ फरक पर्दैन तर अपाङ्गता चाहिँ हो जस्तै एटिट्युडल ब्यारियर त उसले पनि फेस गर्नुपर्छ नि त जस्तै यो अवरोधको कुराहरू फेरि अघि नै अवरोध भन्दाखेरि हामीले अपाङ्गतालाई अवरोधसँग जोड्दाखेरि चाहिँ अवरोध भनेको फिजिकल मात्रै हुँदा है डिजिटल पनि हुन्छ र अवधारणागत अवरोध पनि हुन्छ। जस्तै कसैले चाहिँ म गर्न सक्छु भनिरहेको छु उसले गर्न पनि सक्छ तर हामीले सोच्दाखेरि चाहिँ उसले गर्न सक्दैन जस्तो लाग्यो भने त्यो पनि के भन्छ अवधारणागत अवरोध भयो है। म एकदमै क्विकली अब यो 4वटा कार्डमा हाम्रो के क्वेसन छ यो लास्टको वालाले चाहिँ सरकारबाट केही सहुलियत पाउने हो के यो पहेँलो र सेतोले भत्ता चाहिँ पाउँदैन तर सरकारी क्याम्पसहरूमा चाहिँ जुन निःशुल्क एडमिसनको कुराहरू चाहिँ उसले पनि पाउँछ लोकसेवामा आरक्षणको सुविधा उसले पनि लिन पाउँछ होइन त्यो चाहिँ छ। गाडी भाडामा पनि डिस्काउन्ट भन्ने छ तर अब इम्प्लिमेन्टेसनमा चाहिँ च्यालेन्ज छ। यो कार्ड चाहिँ जस्तै अस्तिको जिन्जी आन्दोलन भयो त्योभन्दा अगाडिका विभिन्न आन्दोलनमा सडक दुर्घटनामा परेकाहरू पनि उहाँले पनि यो बोक्न पाउँछन् उहाँहरूले पनि यो बोक्न पाउनुहुन्छ तर जस्तै यो अहिले जेएनजीको आन्दोलन पछिको लेखिसक्नु भएको छैन होला होइन माओवादी युद्धकालकोहरूले चाहिँ यो सँगसँगै अर्को घाइतेको परिचय पत्र पनि हुन्छ अनि यो प्राकृतिक रूपमा अपाङ्गता भएको व्यक्ति र पछि यो भएकोमा चाहिँ अलिअलि कन्फ्लिक्ट पनि हुन्छ क्या किनभने उहाँहरूलाई सेवा सुविधाहरू धेरै दिएको हुन्छ होइन अनि हामीले पनि फेस गर्ने